हाई गाइज वेलकम ब्याक टु आवर युट्युब च्यानल ग्लोरी ब्लगमा हजुरहरूलाई स्वागत गर्दै आज फेरि पनि यहाँनिर लथालिङ्गको साथमा तपाईँहरूको माझमा बिहानै यो ब्लग बनाइरहेको छु। अनि हामी चाहिँ यो सानो भयो हाम्रो लागि बेड र हामी अहिले चाहिँ फिलहाल चाहिँ यहाँ सुतिरहेको छौँ। अन्त नानी मस्त यो निन्द्रामा चाहिँ उठिसक्यो उठेको। अन्त आज हाम्रो काम चाहिँ हुनेछ, तपाईँहरूलाई हाम्रो काम सबै कुराहरू यहाँ के गर्छ हामी देखाउने छु। अहिले चाहिँ तपाईँहरूले हेर्न सक्नु घरको हालत, हाम्रो घरको हालत लथालिङ्ग छ। अन्त नानी चाहिँ यस्तो यो खासमा बेड ठुलै हो तर हाम्रो नानी चाहिँ यो टाइपले सुत्छ र चाहिँ सानो भएको, त्यो भएर आज चाहिँ हाम्रो पनि हामीलाई सानो भइरहेको छ। आज चाहिँ हाम्रो यो पेन्ट यहाँ गर्नुपर्ने छ। अन्त साथै यहाँ हाम्रो यहाँ चाहिँ बिछाउनु पर्ने छ हाम्रो। यस्तो नि त हामी कति अब उता बसेर यहाँ आउँदा चाहिँ यो कार्पेट चाहिँ धुजा भएछ होइन, अलिकति मेन्टेन गर्नुपर्ने छ, अलिकति लिएर नयाँ। सो त्यही हो अब साथीहरू, आजको ब्लग त्यही हुनेछ। अनि हामी यो रुमहरू चटाकचिटिक भनेर हजुरहरूलाई देखाउने छु। मेरो रुम अन्त मम्मीको रुम, त्यसपछि के भन्नु अब तपाईँहरूलाई, अरू त यहाँनिर के छ अरू सबै ठिकै छ, सबैको रुम देखाउने छु म। आज तपाईँलाई हाम्रो होम टुर गराउने छु, हेर्दै गर्नु होला, हेर्दै गर्नुहोस् होला। अनि अहिले चाहिँ अब यस्तै होम टुर गर्ने लागेको चाहिँ छैन साथीहरू, बुढा हालत भएको छ, देखाइदिनु न बुढा हालत भएको छ। यहाँ हामीले म्याट पनि लिएर आएको छौँ। यो चाहिँ हामीलाई 20 मिटर लिएर आएको छौँ दुईवटा रुमको लागि। यो चाहिँ हामी काटेर हाल्नुपर्ने हुन्छ। अनि यहाँ बाहिर हामीले सामानहरू चाहिँ यसरी राखेको छौँ, पुरै निकालेर यस्तो छ। एक बिहानै सामानहरू बाहिरतिर राखेको छौँ। मौसम चाहिँ एकदमै दामी रमाइलो भइरहेको छ। मौसम चाहिँ हेर्नुहोस्, एकदमै घाम लागेर मौसम दामी भइरहेको छ। र हाम्रो काम चाहिँ त्यही हुनेछ, तपाईँलाई हामी देखाउनेछौँ। हाम्रो ब्लग हेर्दै गर्नु होला। यहाँ चाहिँ अब सबै निकालेर यस्तो भयो हाम्रो रुम चाहिँ। यहाँ कार्पेट चाहिँ हाम्रो चाहिँ यस्तो भएको थियो नि त उठेर। अन्त चाहिँ अब यहाँ चाहिँ अब यो सबै सफा भयो। अब चाहिँ हामी गर्दैछौँ यो रुमलाई रुम सेट। अहिले चाहिँ यस्तो छ। हाम्रो चाहिँ अब पेन्ट सुरु भइसकेको छ। यहाँ रोमाले चाहिँ प्राइमर हाल्दैछ। यसमा चाहिँ हाम्रो पहिल्यैदेखि प्राइमर र कलर हाल्नु बाँकी थियो, त्यो भएर हामी छ। अन्त योले चाहिँ मलाई 2012को याद दिलायो। यो चाहिँ हामीले सिरखोला सोसल अर्गनाइजेसन एन्ड वेलफेयर सोसाइटी मा टुर्नामेन्टमा चाहिँ हामीले विनर थियौँ। अन्त त्यो टाइममा 15,000, त्यो टाइममा अब बहुत नै हो त्यो समयमा। अन्त 2012को दिन यो चेकले चाहिँ याद दिलायो है। अन्त यहाँ चाहिँ सुरु भइसकेको छ धमाधम प्राइमरको कामहरू। अन्त म चाहिँ यहाँबाट अब कलर स्टार्ट गर्नेछु। र है आज चाहिँ हाम्रो यो आमाको रुममा चाहिँ कार्पेट बिछाउने क्रममा चाहिँ मैले पुरानो बक्सलाई खोल्दै गर्दाखेरि चाहिँ धेरै पुरानो याद मलाई आयो है। यसमा चाहिँ हामी सानो हुँदा सन्डे स्कुलको टाइममा चाहिँ यो पेलाबाट चाहिँ हाम्रो पापाले चाहिँ 2 रुपियाँ 1 रुपियाँ 8 आना 4 आना हामीलाई भेटी दिने गर्थ्यो है। धेरै पुरानो पेला हो साथीहरू यो, एकदमै। अहिले त सायद यो पेला पाउनु पनि पाउँदैन होला सायद है। हेर्नुहोस् पहिलाको पैसाहरू, पापाले छोडेर गएको पैसा हेर्नुहोस्, 3 पैसा 10 पैसा यस्तो। यो हेर्नुहोस् 2 पैसा
पुरानो पैसा 1 पैसा पनि रहेछ हेर्नुहोस् यी 1 पैसा यसरी है छोडेर गएको छ। अन्त यसमा अझै पुरानो याद चाहिँ के आयो भन्दा साथीहरू हेर्नुहोस् पहिलाको क्यासेट यो चाहिँ हामीले टेपहरूमा बजाउने गर्थ्यो है। अहिले त्यो समयहरू छैन त्यसरी बजाउने गर्थ्यो है। टेपहरू थिएछ लिडरसिप इन्डिया 2002 को थिएछ है। यसरी राखेको थिएछ हाम्रो पापाले। त्यो दिनहरू याद आइरहेको छ। विशेष गरी चाहिँ यो पेलाले चाहिँ धेरै याद आयो है। सन्डे स्कुलको टाइममा हामीलाई यही पेलाबाट पापाले हामीलाई 2 पैसा 3 पैसा 10 पैसा 20 पैसा दिने गर्थ्यो। अन्त पुरानो सामानहरू यी बेगहरू यसरी छ है। सामानहरू अन्त यो चाकु खुकुरीहरू है। कुन सालको चाहिँ होला अब यो खुकुरी? पहिला चाहिँ यो खालको फोटो हुने गर्थ्यो। सायद यो फोटोमा निनी साइली र तल छिमा मन्तरी बसनको आमा जस्तो देख्दैछु है। यो फोटो पनि रहेछ। अब कुन सालको हेर्नुहोस् यो खालको फोटोहरू त्यो टाइममा हुने गर्थ्यो। अहिले अब यो खालको फोटोहरू छैन यो खालको है। यो पनि धेरै पुरानो बाइबल है छ। अन्त यो कपी चाहिँ जय हिन्दको चाहिँ धेरै पुरानो कपी हो। जय हिन्द लेखेको हाम्रो टाइममा पनि हामीले चलाएको हो यो कपी। अब बिरलै अहिलेको समयमा यो कपीहरू पाउनु मुस्किलै छ, पाउँदैन पनि। यो यता यादगार मात्रै हो। हाम्रो पापाको रहेछ एल्डर आरबी राई बिजगाउँ जाइवन चर्चको सायद धेरै पुरानो पुस्तकहरू छ। यो जोसिला हृदयहरू पापाले पढ्ने गर्थ्यो मलाई थाहा छ है। टाइम पाउँदाखेरि सङ्कल्प सेवाको रितको सहयोगी पुस्तिका अनि रहेछ वेदान्त दर्शनको प्रकाश डाइरेक्ट प्रिन्स पवित्र आत्मा तपाईँमा यो है बाइबल। अनि एउटा छ प्रेम सन्देश। यो सबै पढिसकेको पापाले। यन्त्र प्रान्तहरू पुरानो। यो त बाबाको फोटो रहेछ। हेर्नुहोस् हाम्रो हाम्रो पापा चाहिँ यस्तो थियो है। पहिला चाहिँ धेरै पुरानो जमानाको फोटो। धेरै फोटोहरू छ यसमा अहिलेको फोटोहरू। हाम्रो परिवार है यस्तो यहाँ चाहिँ पहिलाको बेग है। अन्त मैले एउटा यहाँ अघि के पाएको धेरै पुरानो चिठी रहेछ। यो चाहिँ हाम्रो लोकेश अङ्कलले कान्छा बाङ्गाले चाहिँ हाम्रो पापालाई पठाएको रहेछ। सायद यो सौदाहरूको हुनुपर्छ 2007 को रहेछ। यसरी है लिस्टहरू पठाएको रहेछ। सायद यो बिहाको हो या के को हो। धेरै ज्यादा सामानहरू 20 केजी 50 केजी 10 केजीहरू छ। यसरी पठाउने गर्थ्यो पहिला है। रसिद भन्थ्यो त्यो टाइममा। यसरी पठाउने गर्थ्यो। यो चाहिँ 2007 को रहेछ है। सिपीबाट आएको त्यस्तो थियो। यो पनि पुरानो सामान है छ। यस्तै छ। बाइबल है। बाइबलमा चाहिँ मैले अस्ति के भेटेको थिएँ भन्दाखेरि चाहिँ तपाईँहरूलाई देखाउने गर्छु। यहाँ चाहिँ पापाले चाहिँ सायद कति 9 पल्ट होला है। पापाले चाहिँ हाम्रो यो परमेश्वरको वचनलाई चाहिँ उत्पत्तिदेखि चाहिँ प्रकाशसम्म चाहिँ आफ्नो जीवनकालमा चाहिँ 9 पल्ट चाहिँ मतलब पढिसकेको रहेछ है। सायद 85 यहाँ देख्नुहुन्छ तपाईँले 26/8/1995
95 बाट हैन 95 हुनसक्छ या 85 हुनसक्छ है। त्यहाँबाट पढेर चाहिँ यहाँसम्म पढ्नु भएको है। सिधैले लेख्नु भएको छ 2018 सम्म उहाँको अब दिमागले भ्याइन्जेलसम्म चाहिँ त्यहाँ चाहिँ अब वृद्ध हुनुभयो, उहाँले पढ्नु अब सक्नु भएन उमेर। त्यसरी 9 पल्ट सायद पढेको। अनि कालिम्पोङ आएको डेट पनि लेख्दैछ पापाले है। हामी जुन क्वार्टरमा हुँदाखेरि 15/8/2019 आउनुभएको थिएछ। यसरी एउटा उदाहरण भनौँ न, हामी पनि सिक्नुपर्ने कुरा चाहिँ यो छ है। 9 पल्ट चाहिँ बाइबललाई चाहिँ पढिसकेका आफ्नो जीवनकालमा। अनि हामीले चाहिँ सायद एक पल्ट पनि पढिसकेको छैनौँ जस्तो लाग्छ है। साथीहरू उहिलेको बक्साहरू एकदमै पक्का बक्सा है। यो अब सायद यो हामी नजन्मीदेखि पहिलाको बक्सा हो यो चाहिँ है। एकदमै पक्का, सायद यो काठ के को काठ हो है। यस्तो पक्का चिजहरू उहिलेको सामानहरू चाहिँ। सो साथीहरू म चाहिँ के भन्न चाहन्छु भने यो भ्लगबाट चाहिँ तपाईँहरूले आफ्नो आमा बाउलाई चाहिँ माया गर्नुहोला, प्रेम गर्नुहोला। एक दिन मरेर जाने हो है हाम्रो शरीर। त्यो भएर बाँचिन्जेल चाहिँ तपाईँहरूले आफ्नो आमा बाउलाई चाहिँ दुःख नदिनु होला, प्रेम गर्नुहोला है। दुःख सुखमा साथ दिनुहोला। जीवनकालमा रुवाएर फाइदा हुँदैन है। आफ्नो आमा बाउलाई चाहिँ त्योभन्दा चाहिँ खुसी दिएर चाहिँ आफ्नो आमा बाउलाई बाँचिन्जेल चाहिँ है, यिनै सबैभन्दा ठुलो कुरा हो। मरेर गएपछि त केही छैन है। मरेर गएपछि त एउटा माटो छ र माटोमा मिल्ने हो। याद मात्रै यसरी नै जसरी तपाईँलाई देखाएँ एउटा याद मात्रै हुने गर्छ है। सो त्यही भएर एउटा ब्लगमा एउटा सन्देश मेसेज जस्तो पनि हो। तपाईँहरूलाई आफ्नो बाबुआमालाई चाहिँ माया गर्नुहोला, प्रेम गर्नुहोला, त्यही भन्न चाहन्छु। यहाँ चाहिँ हामीलाई नानाहरूले यहाँनिर मिठो यहाँनिर के भन्छ मुन्टाको सब्जी, कोरफिङ्गर, अन्त यहाँ आलु चप, यहाँ दही, त्यसपछि कालो दाल,